अम्बो कंचा अब यो क्वेसन खोला नदी हिजोको कंचा जस्तै हो होइन। अब नबोल्ने अरे कोही पनि नबुझेकोलाई मात्रै बोल्ने। यदि हुन्छ ए चाहिँ एक्स को समूह हो अनि एक्स चाहिँ लेस देन इक्वल टु 4 छ, बी चाहिँ 1 2 3 छ भने बी र ए को कार्टेसियन गुणनफल पत्ता लगाउनुहोस्। अनि वाइ बराबर एक्स हुने सम्बन्ध पत्ता लगाउनुहोस्। अनि सबै सम्बन्धहरू फलन होइन भने उदाहरणसहित पुष्टि गर्नुहोस् भनेर क्वेसन आयो। यस्तो पनि आउन सक्छ। अब यहाँ हेर त, ए भनेको के हो त? यहाँ लेस देन इक्वल टु 4 भनेपछि 1 देखि 4 सम्म 1 देखि 4 सम्म। यहाँ लेस देन 4 हुनुपर्ने, यहाँ लेस देन 4 भयो भने यहाँ इक्वल टु बढी भएछ होइन। अब यहाँ 4 पनि हुनुपर्ने, अब यसलाई लेस देन 4 भन्ने। अनि त्यो हुँदाखेरि चाहिँ 1 2 3 मात्र लिएँ मैले, यहाँ अलिकति मिस्टेक भएर छ, त्यही भएर यहाँ लेस देन 4 मात्रै भन्ने। अनि बी भनेको 1 2 3 भयो। अब बी र ए को कार्टेसियन गुणनफल बी भनेको पनि 1 2 3 अनि ए भनेको पनि 1 2 3। के हुन्छ भन त अब कार्टेसियन गुणनफल? 1 1 कमा इन्टु 1 1 1 1 2 ए 1 कमा अह 3 त्यस्तै होला नि 1 1 2 अँ, 1 1 2 उम्, 1 3 उम्। हुन्छ। अनि 2 कमा 1 2 कमा 2 अनि 2 कमा अब 3 यति त जानेछौ होइन, यति त बुझौ नि अब। हो चाहिँ कहाँ गयो त? होइन, यहाँ यहाँ मिस्टेक भएको हो, यहाँ लेस देन 4 बनाउने। मिस्टेक भएको छ अरे क्या कञ्चन, अनि त्यो लेस देन मात्रै भन्नु अरे क्या। यहाँ लेस देन मात्र भन्ने। 1 1 1 2 1 3 2 1 2 2 2 3 3 1 3 2 3 3। यो फोलिँदा धेरै लामो पनि हुने भयो क्या यो। त्यस्तो धेरै लामो हुने प्राय आउँदैन पनि। अब वाइ बराबर एक्स भनेको पहिलो सदस्य र दोस्रो सदस्य बराबर भएको सम्बन्ध कुन कुन छ त? यहाँ पहिलो र दोस्रो 1 दुइटै कमा बराबर भएको। 1 1 अनि 2 त्यति 2 मात्रै हो। 3 3 3 1 1 3 2 2 2 3 2 3 होइन, 1 अ 1 2 2 3 3। 3 3 3 यो तिनटा हो। अब त्यसैलाई लेख्ने 1 1 2 2 3 3। यसमा त खासै समस्या छैन होला। छैन। नाइन छैन। अब तेस्रो क्वेसन के थियो त? अघि तेस्रो क्वेसन के थियो? फलान खै होइन भने पुष्टि गर्नु न, खै के उम्, थियो हौ। उम्। खै सबै त्यो क्वेसन देखाउनु सम्बन्धहरू त अरूको। फलन होइन भनेको थियो। यहाँनिर के भयो? 2 को प्रतिबिम्ब 3, 3 को प्रतिबिम्ब 4, 5 को प्रतिबिम्ब 6 सिक्स भनेको पहिलो समूहको प्रत्येक सदस्यको एउटासँग मात्रै सम्बन्ध छ। भनेको पहिलो पहिलो समूहको प्रतिबिम्ब चाहिँ एउटा मात्रै छ। बुझे। बुझ्यौ नि? अ बुझे। त्यही भएर यो त्यस्तोलाई के भयो? फलन भन्ने। यो फलन भयो। अब यहाँ हेर, ए 2 को सम्बन्ध कोसँग छ? 3 सँग पनि छ। सर यस्तो होइन, अँ, एउटा यहाँ सदस्यले हेर त, एउटासँग 2 को मात्रै सम्बन्ध सम्बन्ध 3 सँग राखेकोलाई पनि छ, फलन 2 को भनिन्छ। सम्बन्ध 5 सँग पनि छ। दुईटासँग, पहिलोको सम्बन्ध दोस्रोको दुईटासँग भयो भने त्यो चाहिँ के हुन्छ? फलन फलन हुँदैन। होइन, फलम हुँदैन। R2 मा पहिलो फलन समूहको हौ। सदस्यको 2 को 3 र 5 सँग गरी दोस्रो समूहको दुईटा सदस्यसँग सम्बन्ध भएकोले यो फलन होइन। होइन। यहाँबाट हामीले के थाहा पायौँ? सम्बन्ध चाहिँ जस्तो पनि हुन सक्छ
तर सबै सम्बन्धहरू फलन हुँदैन। अब मैले चाहिँ यसलाई मिलान चिन्हमा पनि देखाएको छ। 2 को सम्बन्ध 3 भयो पहिलो सम्बन्धमा, 3 को सम्बन्ध 3 को प्रतिबिम्ब 4 4 भयो, 5 को 4 को प्रतिबिम्ब प्रतिबिम्ब 6 भयो। 6 यो चाहिँ मिलान चिन्हमा देखाउनु भन्छ कहिलेकाहीँ, मिलान चिन्हमा यसरी देखाउन सकियो। दोस्रो उदाहरणको 2 को सम्बन्ध 3 सँग भयो, फेरि 2 को सम्बन्ध 5 सँग भयो, 5 को सम्बन्ध 6 सँग भयो भने अब यहाँ आएर त 2 को 2 वटा प्रतिबिम्ब भयो। प्रतिबिम्ब 2 वटा भयो भने त्यो फलन हुँदैन। होइन। त्यसैले सबै सम्बन्धहरू फलन होइनन्। हुँदैन। यहाँसम्म त केही छैन होला त्यस्तो। नै छैन। यो अस्ति आएको क्वेसन होला तिमीहरूलाई, हो? रमाइलोमा आएको थियो सर। हो। आएको थियो। फर्निचरहरू 5, 8, 11, 12 भएको बेला एकजना विद्यार्थीले क्रम जोडाको रूपमा 5, 11 अनि 8, 15, 10, 21, 12, 25 लेखेको रहेछ। उसको गल्ती पत्ता लगाई सच्याउनुहोस्। अब यहाँ चाहिँ यो 5, 8, 11, 12 भनेको चाहिँ के हो? x को मान हो। अनि त्यो x को मान यो फलन fx बराबर 2x + 1 भनेको चाहिँ फलन हो। त्यो फलनमा राख्ने। अब समाधान लागतलाई fx ले जनाउँछ। फर्निचरहरू 5, 8, 11, 12 भएको बेलामा अब x को ठाउँमा 5 राख्ने। 5 यहाँ के भयो? 2x को ठाउँमा 5 आयो। 2 × 5 + 1, 5 × 2 भनेको 10, 10 + 1 भनेको 11। 11 यो ठिक छ होइन? अब 8 को त्यसै गरी निकाल्ने। 2 × 8 + 1 17 हुन्छ नि। हुन्छ। अब 11 भएको बेलामा 23 भयो। 12 भएको बेलामा 25 भयो। अब यो क्रम जोडा के भयो त? 5, 11, 8, 17, 11, 23, 12, 25। विद्यार्थीले के लेखेको रहेछ त? 5, 11, 8, 15, 10, 21, 12, 25। अब मिस्टेक के रहेछ हेर त? हामीले निकालेको माथिको हो सम्बन्ध, विद्यार्थीले लेखेको के रहेछ? तलको। कहाँ गल्ती भएको रहेछ? 15 मा गल्ती भयो। 15, एउटा 21, 17 को 28 ठाउँमा 15 लेखेको रहेछ, 21 अनि 11 को ठाउँमा 10 लेखेको रहेछ, अनि 23 को ठाउँमा 21 लेखेको 21 रहेछ। उसको गल्ती यो सर सार्छु यो मेला। ठाउँमा गल्ती भयो। यसको साटो 8, 15, 10, 21 लेखेको रहेछ। सही क्रम जोडाको रूपमा लेख्दा अघि माथि गरिसकेको छ। माथि हामीले निकालिसकेको छ। 5, 11, 8, 17, 11, 23, 12, 25 यसरी गर्नुपर्ने रहेछ। यस्तै गरेको थियो एक्जाममा? गरेको थिइनँ मैले त। थिएन। अब आयो भने गर्न सकिन्छ नि। सकिन्छ। ल अब अगाडि बढौँ ल। यस्तो पनि क्वेसन आएको थियो होला सायद। एउटा 5 वटा संख्याको समूह छ जुन फलन 5x + 3 र x यतिबाट प्राप्त भएको छ। 5 वटा संख्याबाट प्राप्त भएको संख्या पत्ता लगाउनुहोस्। सो फलनको प्राप्त हुने संख्या 27 किन हुन सक्दैन वर्णन गर्नुहोस्।
दिएका सङ्ख्याहरू मध्ये पहिलो तीनवटा सङ्ख्याको समूह र फलनबाट प्राप्त हुने सङ्ख्याको समूहको कार्टेसियन गुणनफल पत्ता लगाउनुहोस्। यहाँ त fx बराबर 5x + 3 दिएको छ हैन, अनि x पनि 1 2 3 4 5 दिएको छ। अब x बराबर अघिको 1 जस्तै हो राख्दा के भयो त? अघिको जस्तै 5 × 1 + 3 भनेको 8 भयो। 2 राख्दाखेरि 5 × 2 + 3 2 राख्दाखेरि 13 भयो। 10 राख्दा 13 3 राख्दा 18 भयो 18 भयो। 4 राख्दा 23 23, 5 राख्दा 28 28 भयो। यही एन्सर भयो। 5वटा सङ्ख्याबाट प्राप्त भएका सङ्ख्याहरू के रहेछन्? 8, 8 3 र 13 18, 23 18 र 23 28। 28 यो बुझ्यो? बुझ्यो सर। अब 27 राख्दाखेरि fx को ठाउँमा 27 राख्दाखेरि 27 होइन भनेको छ नि त, त्यहाँ हो कि होइन भनेको छ। 27 राख्यौँ। 27 राख्दाखेरि के भयो? 5x + 3 बराबर 27। अनि 3 लाई उता लग्यो भने के हुन्छ? minus -3 हुन्छ -3 भयो। 5x बराबर 24, x बराबर 4.8 होइन। अब हेर त अब यहाँ यसमै माथि x को मान 4.8 छ त? x छैन को मान कति छ माथि? छैन कमा हेर त माथि। 8 1 2 8 3 4 5 छ नि त, अब होइन? 4.8 छैन छ त? छैन होइन। त्यसैले 27 पनि जुन मान माथि दिएको छैन। त्यसैले के भयो? 27 चाहिँ त्यो 5वटा सङ्ख्याबाट प्राप्त भएको होइन होइन। सो फलनबाट प्राप्त हुने सङ्ख्या 27 किन हुन सक्दैन भनेको छ? त्यही हुन सक्दैन लेख्ने त्यहाँ। हुन सक्दैन, किन होइन, हुन सक्दैन। अब अर्को क्वेसन। फलन fx बराबर x² दिएको छ। दिएको फलन कस्तो प्रकारको फलन हो? खेसरा चित्र कोर्नुहोस्। अब यो त चित्र पनि बनाउनु पर्ने भयो। अनि दोस्रोमा चाहिँ के भनेको छ? उक्त फलनको क्षेत्र D यति यति छ। यशोदाले फलन यति लेखेको छ। यशोदाले उक्त क्रम लेख्दा एउटा गल्ती गरेकी छिन् भने प्रश्नवाचक चिन्ह पनि छोडेकी छिन्। उक्त गल्ती पत्ता लगाउनुहोस् र प्रश्नवाचक चिन्ह भएको ठाउँमा उचित क्षेत्र लेख्नुहोस् भनेको छ। यो गर्न सकिन्छ आफूले? अह सकिँदैन? सकिन्छ सकिन्छ सकिन्छ? सकिन्छ कसले सक्छु भनेको? कञ्चनले पञ्चन मैले त होइन ए ल, भोलि म कञ्चनलाई यस्तै हिसाब दिन्छु ल एउटा। हुन्छ हुन्छ? सर तर खेसरा चित्र भनेको चाहिँ के हो? चित्र बनाउनु भनेको रफ चित्र। ए हुन्छ हुन्छ खेसरा भनेको रफ हो। त्यही पनि हेर, यो द्विघातीय फलन हो। द्विघातीय भनेको पावरमा 2 भएको। यसलाई आउँछ आउँछ डिग्री 2 को बहुपद फलन पनि भनिन्छ। यसको ग्राफ चाहिँ पाराबोला हुन्छ। त्यो पाराबोलाको चित्र बनाउने, यहाँ मैले चित्र बनाउन छोडेछु। अब फलन fx बराबर x² दिएको छ नि त। फलनको क्षेत्र D भनेको यति हो। अघिको जस्तै अहिले एक्सको जस्तो ठाउँमा सेम हो -3 राख्ने। -3 को स्क्वायर कति भयो? -3 को 9 पावर -3 × -3 9।
-2 राख्दाखेरि 4 भयो 4 बुझिँदैछ नि बुझ्दैछ -1 राख्दा 1 1 नै भयो भयो 0 राख्दा 0 0 भयो 1 राख्दा फेरि 1 भयो 1 2 राख्दा 4 भयो 4 भयो 3 राख्दा 9 भयो 9 4 राख्दा 16 भयो 16 अब अघिको जस्तै क्रम जोडाको रूपमा लेख्दाखेरि -3 9 -2 4 -1 1 -1 0 0 2 4 3 9 4 16 भयो गल्ती भएका क्रम जोडा 2 ठाउँमा गल्ती भएका रहेछन् त्यहाँ चाहिँ प्रश्नमा एक ठाउँ मात्रै भनेको छ एउटा 3 9 अर्को 2 छ यहाँ -3 लेख्नुपर्ने ठाउँमा 3 लेखेको र 3 लेखेको रहेछ अनि 2 6 लेखेको रहेछ लेख्नुको सट्टा 2 त उसले लेखेको 4 क्रम जोडा हेर्दाखेरि गल्ती त थाहा भइहाल्छ यसमा केही समस्या छ नै छैन छैन इङ्ग्लिसबाट पो आयो त क्वेसन पनि म त बुझ्दिनँ है हजुर इङ्ग्लिस त ल ल नेपालीबाट पनि लेखिदे एउटा एबिसी कम्पनीले तिहारको अवसरमा आफ्ना 5 जना कामदारलाई नाफाको केही भाग बाँड्ने निर्णय गर्यो वितरण गरिएको नाफालाई वास्तविक फलन यो फलन हेर्नु पर्यो त जेसुकै लेखे यो पनि पनि यो फलनलाई अघिको हेर्नु जस्तै पर्यो हो अनि यो x को मानलाई हेर्नु पर्यो अघिको अरु जस्तै हो बुझ्दाखेरि सर राम्रो नबुझ्दाखेरि पनि त्यति फरक पर्दैन केलाई हेर्नु पर्यो फलनलाई हेर्नु पर्यो फलन र अनि x को मानलाई हेर्नु x पर्यो लाई यहाँ x भनेको चाहिँ कामदारलाई वितरण गरिएको रकम यो चाहिँ के हो त सर यो त हजार बुझिसक्यो रुपियाँ हो एक रुपियाँ होइन यो फलन 1000 रुपियाँ हो अब यसको क्वेसन के छ त यहाँ हेर त प्रत्येक कामदारले पाएको रकम पत्ता लगाउनुहोस् यो 1 कामदार 2 3 4 5 ले के अरे पाएको रकम पत्ता लगाउनु पर्यो अनि उक्त कम्पनीले वितरण गरेको जम्मा वास्तविक नाफा कति थियो होला भनेर पनि पत्ता लगाउनु पर्यो यहाँ वितरण गरेको नाफा भनेको हो मैले त पत्ता लगाइसके के भयो पत्ता लगाइसके कति कति पत्ता लाग्यो 4 6 हँ 4 फो 6 फो त आउँदैन त हौ फो आयो भने त गल्ती भयो त ए थुक्का रे कस्तो दिमाग हो वास्तविक फलन यो कामदारलाई वितरण गरिएको रकम 1 राख्दा कति भयो 2 into 1 plus 3 5 आयो त 2 1 is 2 अनि 2 plus 2 4 हुँदैन कि 2 सर 1 जा 2 अनि अभी प्लस 3 होइन 3 पो छ त 2 छैन हो 3 छ ए ए 2 ए राख्दा कति आयो 7 आयो 3 राख्दा कति आउँछ होला सर हामी एकछिन 9 गर्छौँ ल एकछिन गएर त अनि भयो भने भयो भन अनि म देखाउँछु यहाँ सर हामी सबै गर्छौँ ल एकछिन पहिला ल ल ल 2 1 plus 3 equals to 5 अभी
2 equals to 2 into 2 plus 3 equals to 7. F3 equals to 2 into अरे मेरो त भयो 3 plus 3 equals to 2, 3 is 6, 9. F4 equals to 3 into 2 plus 3 equals to 3, 2 is 6, 6, 7, 8, 9. Huh? 3, 2 is 6. 4, 4, 2 is 8, 9, 10, 11. F5 equals to 5 into 2 plus 3 equals to 5, 2 is 10, 11, 12, 13. Sir, भयो 5, 7, 9, 11, 13 निस्क्यो 11 13 यो चाहिँ छुटेछ यहाँनिर 5 मा 13 हैन सर यो 5 मा 13 आउँछ त्यो त हजारमा भनेको छ नि त हजारमा भनेकोले 5,000 7,000 9,000 11,000 13,000 भयो 11,000 राम राम यतिको पैसा दिए त अनि दोस्रोमा कति भनेको छ के भनेको छ जम्मा वितरण गरिएको नाफा भनेको छ जम्मा भन्ने बित्तिकै के गर्नु पर्यो यो सबैलाई जोड्नु पर्यो ए यो ढिलो आएछ वितरण गरिएको नाफा भन्दाखेरि यो सबैलाई जोड्नु पर्यो जोड्दाखेरि 45,000 भएछ 45,000 अब अगाडि बढ्दा हुन्छ जस्तो लाग्यो मलाई त सर ल अर्को क्वेसन आयो 2 भन्दा ठुलो 5 समान 2 2 देखि 3 यहाँ 4 इक्वल 5 टु पनि छ 2 देखि 5 5 समान सम्म यो इक्वल टु नभएको भए चाहिँ 2 भन्दा ठुलो भन्ने हो हैन इक्वल टु भएकोले चाहिँ 2 देखि 5 सम्म 2 भन्ने देखि 5 सम्मको फलनको क्षेत्र र विस्तार क्षेत्र पत्ता लगाउनुहोस् यो कस्तो प्रकारको फलन हो पहिचान गर्नुहोस् फलनलाई मिलान चिन्हमा प्रस्तुत गर्नुहोस् यसरी क्वेसन आउँछ यहाँ ए भनेको के भयो 2 देखि 5 सम्म 5 समान बी भनेको के छ छैन दिएको अहिले क्षेत्र भनेको यो ए को मान जे हो त्यो सबै क्षेत्र हो 2 3 विस्तार 4 क्षेत्र 5 चाहिँ विस्तार क्षेत्र बी को हैन विस्तार क्षेत्र चाहिँ त्यो मान राखेर निकाल्ने अघिको जस्तै 2 राख्दा सर एकछिन न हामी आफै गर्छौं ल यो टाइम 9 मिनट बाँकी छ फेरि जोइन हुनु यो टाइम सकियो भने फेरि जोइन हुनु के गर्ने त अब ठ्याक्क टाइम समान मात्रै पढ्ने ए हुन्छ त्यसो भने 9 मिनट 18 सेकेन्ड रहेछ यहाँ हुन्छ यो 40 मिनटको उसमा दिन्छ क्या यसले एकचोटिमा 40 मिनट ओए बन्दना आफै गरेको मैले त आफै गरेको ए इक्वल्स टु एक्स अनुपात 2 अब टाइम सकिन आँट्यो म एकछिन यो फोन लगेर जानु बिलोङ सर मैले निकाले 2, 3, 4, 7 2 राख्दा 7 आयो 16 3 राख्दा 10 10 4 राख्दा 13 13 5 राख्दा राख्नु त राख्नु तर कहाँ राख्नु 16
ऊ यहाँ 3x + 1 एफएक्समा ए राख्ने त्यहाँ राख्नु एफएक्स भएको ठाउँमा ए एफएक्स इक्वल्स टु 3x + 3x 1 छ प्लस नि 1 हो यो जुन मान निस्कियो त्यो चाहिँ के हो विस्तार क्षेत्र विस्तार क्षेत्र विस्तार क्षेत्र के भयो 7 10 13 16 अब के भनेको छ यो कस्तो प्रकारको फलन हो भनेको छ फलनको परिभाषा अस्ति लेखेको थियो होइन एक एक फलन पनि हो सम्पूर्ण फलन पनि हो फलन नि हो 7 अब सी नम्बरमा मिलान चिन्ह बनाउनु पर्यो ए भनेको के थियो बी भनेको के थियो हेर ए भनेको 2 2 कहाँ 2 गएको थियो 3 4 2बाट कति आएको थियो 7 7 अर्को के थियो 3 3बाट कति आएको थियो 10 आएको थियो होला होइन अ 3बाट 10 4 4 थियो होला अनि अर्को 4बाट कति आएको थियो 13 13 13 अर्को 5 थियो 5बाट कति आएको थियो 16 16 हो यसरी देखाउनु पर्यो मिलान चिन्हमा मिलान चित्रमा 15 बुझ्यौ नि बुझ्यौँ बुझ्यो अर्को क्वेसन R11 1 22 33 एउटा सम्बन्ध हो आर कुन प्रकारको फलन हो आर को विपरीत सम्बन्ध लेख्नुहोस् आर लाई मिलान चित्रमा प्रस्तुत गर्नुहोस् भन्ने क्वेसन आयो यहाँ हेर त यहाँ दुईटा अगाडि पहिलो सदस्य र दोस्रो सदस्य एउटै छ अनि के सम्बन्ध आर फलन हो यसको फलन हो भने क्षेत्र र विस्तार क्षेत्र पत्ता लगाउनुहोस् भन्ने चारवटा क्वेसन रहेछ यसमा क्षेत्र भनेको यो एक एक सम्पूर्ण फलन हो त्यो भन्दा पनि हुन्छ एकात्मक फलन भन्दा पनि हुन्छ पहिलो र दोस्रो सदस्य एउटै एउटै छ भने त्यसलाई एकात्मक फलन भन्न पनि पाइन्छ बुझ्यौ नि अनि एउटाको बुझ्यो। सदस्य एउटाको सम्बन्ध एउटैसँग छ भने त्यो एक एक फलन भयो अनि क्षेत्र र विस्तार क्षेत्र एउटै भयो भने सम्पूर्ण फलन भयो त्यसैले यसलाई एक एक सम्पूर्ण फलन हो भन्दा पनि ठिक हुन्छ एकात्मक फलन हो भन्दा पनि ठिक हुन्छ फलन हो भन्दा पनि अब विपरीत सम्बन्ध चाहिँ त्यसलाई उल्ट्याउने 1 1 लाई उल्ट्याउँदा 1 1 नै हुन्छ हैन 2 2 लाई उल्टाउँदा 2 2 नै 2 हुन्छ 2 लाई 3 उल्टाउँदा 3 लाई पनि 2 उल्टाउँदा 2 नै हुन्छ 3 3 लाई उल्टाउँदा पनि 3 3 नै हुन्छ यो इन्भर्स निकाल्न चाहिँ उल्ट्याउने बुझ्यौ नि इन्भर्स निकाल्न के गर्ने अरे उल्ट्याउने उल्ट्याउने अब यसको मिलान चित्र ए बी ए को सदस्य 1 1 कहाँ गयो 1 मै गयो 1 मा 1 मै गयो 2 कहाँ गयो 2 मै 2 गयो मै 3 कहाँ गयो 3 मै 3 गयो मै यति हो अब यो सम्बन्ध फलन हो फलन भन्ने बित्तिकै के भयो पहिलो सदस्य चाहिँ क्षेत्र भयो पहिलो सदस्यहरू 1 2 3 छ विस्तार क्षेत्र आर भनेको दोस्रो सदस्यहरू हो दोस्रो सदस्य पनि 1 2 3 नै छ यहाँ केही छ नबुझेको छैन छैन म त कस्तो क्लासमा भन्दा पनि यहाँ पो बुझ्नु थाले ह राति यो पहिलो पाठो हो नि त यो सजिलो हो नि त हैन क्लासमा भन्दा पनि कस्तो यहाँ बुझ्नु थाले क्या पहिला बुझेको थिइन नि त अनि यहाँ फलनलाई सर चाहिँ छिटो छिटो परिभाषित बुझ्नु। यसरी गरेको छ हैन यहाँ चाहिँ दुईटा लेस देन इक्वल टु भएछ फलन एफ लाई क्रम जोडा समूहद्वारा सूचीकरण गर्नुहोस् भनेको छ क्रम जोडा बनाउनु पर्यो अनि एफ को विस्तार क्षेत्र लेख्नुहोस् भनेको छ
अनि कारणसहित एफ सम्पूर्ण वा अपूर्ण फलन के हो लेख्नुहोस् भनेको छ। अनि कारणसहित एफ एक एक वा बहु एक कुन फलन हो भनेको छ। यति मात्रै बनाएको रहेछु मैले होइन। अब यसको चाहिँ म यहाँ मुखैले भनिदिन्छु ल। हुन्छ। यहाँ हेर, एक्स को मान लेस देन इक्वल टु 4 भनेपछि कति कति हुने भयो? 1 2 3 4। 1 2 3 4 अब यो एक्स को मान वाई इक्वल टु 3x माइनस 2 मा राख्ने। 1 राख्दा के राख्नु भयो? आउँछ 3 सर यो 1 जा 3 माइनस 2 गर्दा 1 आउँछ होइन। तर अनि कि अघिको जस्तै हो। अघिको जस्तो हो यो। अघिको जस्तै हो। अबे कति अनि इजी रहेछ अनि त। 2 राख्ने। सक्यो। 2 राख्ने। 2 राख्दा कति आउँछ? 4 आउँछ होला। 3 राख्ने। 3 राख्दा 7 आउँछ। 4 राख्ने। 4 राख्दा 10 आउँछ। आयो पनि होला। अनि त्यसलाई क्रम जोडा बनाउने। जस्तै यसैलाई अब यहाँ उयो बनाउने जोडा बनाउने क्रम जोडा बनाउने। अनि 1 1 2 4 भन्दै बनाउने। 1 1 2 4 3 7 4 10। मम्मी हौ कस्तो नगर्नु तपाईँले। बुझ्यो नि? यो मम्मी त कस्तो हौ टिकटक पो बनाइदिँदो रहेछ त। बुझ्यो नि त्यति कि मम्मी बुझेन? भन्दा चाहिँ बुझ्यो कि बुझेन? मम्मी टिकटक बनाइदिँदैछ। हो। अनि अब के गर्ने? क्रम जोडा लेख्न सकिन्छ नि ए नम्बरको। सकिन्छ, मैले अब लेखिसकेँ। विस्तार क्षेत्र भनेको छ। विस्तार क्षेत्र भनेको अघि निकालेको मान 1 निकालेको थियो, अनि 4 एकछिन निकालेको थियो होइन। अनि एकछिन कति है। निकालेको थियो? 7 निकालेको थियो, 10 निकालेको थियो। त्यो 1, विस्तार 4, क्षेत्र 7 भयो। भयो। अनि यो सम्पूर्ण फलन हो। यो सम्पूर्ण फलन भनेको चाहिँ कस्तो हो भने मैले के भनेको थिएँ? के भन्छ? क्षेत्र के अरे, एउटा विस्तार सदस्यले क्षेत्र र एउटा सहक्षेत्र एउटै छ भनेर भन्ने कारणमा चाहिँ। अनि तलको चाहिँ एक एक फलन हो भन्ने। बुझ्यो नि? बुझ्यो, मैले त गरि पनि सकेँ। हो त्यति भन्ने हो होइन। अब टाइम पनि 1 मिनट भन्दा अलिकति कम्ती रहेछ। के गर्ने? अर्को जोइन हुने कि यति गर्ने? नहुने हँ यति गर्ने। ल ल, भोलिदेखि यति बहुपद्य पढ्ने। यसै गरी आयो भने चाहिँ पढाउँछु। त एक एकजना आयो भने त म छोडिदिन्छु।